हेलो नमस्ते गफ विथ मैच्याङ पोडकास्टको अर्को एपिसोडमा आज हामीसँग हुनुहुन्छ चर्चित गायक रूपक डोटेल। उहाँलाई म स्वागत गर्न चाहन्छु। स्वागत छ तपाईँलाई। हजुर धन्यवाद बिनाजी, नमस्ते। अहिले चाहिँ केमा व्यस्त हुनुहुन्छ आजकल चाहिँ? हालसालै अब रुनु रुवायो चित्तै दुखायो मेरो बोली सुन्दा जुन पहिला 2066 सालमा पपुलर भएको थियो, हजुर, त्यसकै अब मेरो बोली सुन्दा 2 भनेर हामीले निकालेका छौँ। यो चाहिँ रुनु रुवायो चित्तै दुखायो, यो गीत भर्खरै रिलिज भएको छ। त्यसको अलावा चाहिँ चलन चल्तीमा भन्ने गीत पनि रिलिज भएको छ, अर्को सोल्टिनी भन्ने गीत पनि रिलिज भएको छ र यसैको अलिकति पब्लिसिटी पनि भइरहेको छ र बाँकी अन्य कामहरूको पनि अब रेकर्डिङ सेड्युलहरू बन्दैछ र प्लस अब महोत्सवको सिजनहरू पनि आउँदैछ होइन, केही प्रोग्रामहरूमा अब जाने तयारी पनि हुँदैछ। भनेपछि गीत सङ्गीतमै व्यस्त हुनुहुन्छ हैन, स्टेज सोहरूमा? हजुर। भनेपछि रुनु रुवाएको चाहिँ पार्ट 2? मेरो बोली सुन्दा पार्ट 2 रुनु रुवायो, जुन मेरो बोली सुन्दा अब एकदमै मन पराउनु भएको गीत होइन, त्यसैको पार्ट 2 गरौँ भनेर रुनु रुवायो चित्तै दुखायो आएको छ। त्यो गीत चाहिँ एकदमै मिठो थियो, धेरै सुनिएको गीत हो नि त हैन? हजुर हजुर। भनेपछि त्यो आइसक्यो अहिलेको छैन? अहिले भर्खरै जस्ट अब हाम्रो 2 हप्ता जति अगाडि रिलिज भएको छ। हजुर। र विकल्प क्रिएसन युट्युब च्यानलबाट आएको छ होइन। त्यो च्यानल पनि अब एकदमै भनौँ न, कम्पनी चाहिँ पुरानो भयो नि, च्यानल चाहिँ नयाँ छ, त्यो कारण पनि एक खालको राम्रो भ्यू चाहिँ गइरहेको छ। भनेपछि है राम्रो हुन्छ, पहिलाको नि राम्रो थियो? पहिलाको नि एकदमै मन पराउनुहुन्छ। जस्तो मैले अब टिकटकमा भनौँ न कहिलेकाहीँ अरू गीतहरूको अपलोड गर्दाखेरि अलिकति भ्युज आइरहेको हुँदैन भने मेरो बोली सुन्दा भनौँ न अब त्यो पनि गीत हाल्दाखेरि चाहिँ अलिकति भ्युज बढ्छ कि, भनेको त्यो गीतलाई त्यति मन पराउनु रहेछ भन्ने कुराको बुझाइ थियो हामीलाई। अनि त्यही कारणले चाहिँ अब रुनु रुवायो पनि अब लेख्न त त्यति बेलै लेखेको होइन। अब यसको सङ्गीतकार के अरे नरहरि प्रेमी र शब्द रचनाकार मुनाल शिशिर हो होइन। त्यति बेलै लेखिएको, सङ्गीत पनि त्यति बेलै गरेको, तर गाउन चाहिँ अहिले गाएर अनि भिडियो पनि भर्खरै अहिले नै गरेको। गीत चाहिँ एकदमै मिठो छ। हजुर। धेरै सुन्दा नि आनन्द आउने, टच हुने भनौँ न। हजुर हजुर, एकदमै। जुन गीतले टच हुन्छ त्यो गीतैले त धेरैजनाले मन पराउनु भएको छ है। रुनु रुवायो चित्तै दुखायो मेरो बोली सुन्दा 2। ठिक छ, बेस्ट विशेष तपाईँलाई, यो पनि राम्रोसँग होइन, सबैले मन पराओस्। अनि थोरै ब्याकमा जान चाहे, तपाईँ कलाकार अहिले सिङ्गर हुनुहुन्छ होइन, एकदमै बच्चैदेखिको सपना हो कि पछि गाउँछु भन्ने रहरले चाहिँ भयो? यो चाहिँ म चाहिँ क्लास 6-7 पढ्दाखेरि अब मैले अब गाउने रहेछु होइन, त्यो आफूलाई पनि थाहा हुन्थेन। अब यसरी अब सिङ्गर नै हुने गरेर गाउने भन्ने चाहिँ थाहा थिएन। तर अब स्कुलको प्रोग्रामहरू अलिकति यताउता हुन्छ नि, अब क्लासमा हाउसवाइज कम्पिटिसनहरू हुँदाखेरि भाग लिने गर्दाखेरि चाहिँ त्यहाँबाट चाहिँ गाउने रहेछु भन्ने चाहिँ फिल भयो सबै साथीहरूले, अब त्यहाँ टिचरहरूले होइन, एउटा जुन किसिमले फिडब्याकहरू भनौँ न एकदम पोजिटिभ फिडब्याक दिनुभयो। त्यसपछि एउटा हौसला पनि भयो। अनि त्यसैको यात्रा भन्न चाहन्छु अहिलेसम्म पनि के म। अनि किनभने म एसएलसीमा पनि अब भनौँ न राम्रै नम्बर आइरहेको थियो, तर भनौँ न सबै साथीहरूले साइन्स पढ्ने यताउता भन्दाखेरि त्यहाँ सरहरूले चाहिँ अब तिमीले चाहिँ म्युजिक नै पढ्नुपर्छ, त्यो खालको एउटा स्कुलकै इन्भाइरोमेन्ट एकदमै म्युजिकल मेरो लागि भइसकेको थियो। त्यसैको निरन्तरता अहिलेसम्मको यात्रा मलाई लाग्छ। धेरै छिटै थाहा पाउनु भएछ, नभए त कतिले एसएलसी दिइसकेर के बन्ने के गर्नेमा होइन अन्यलमै भइरहेको हुन्छ कि, त्यो आफ्नो प्यासन छिट्टै थाहा पाउनु पनि त्यो एउटा उपलब्धि हो। अनि त्यसपछि अब मैले कलेज पनि भनौँ न म्युजिक नै पढेँ आरआरमा होइन। अनि के हुँदो रहेछ भन्दाखेरि त्यो एउटा म्युजिकल सिनारियो बनिरहने कि, जस्तो अब के पढ्दैछौ भनेर सोधिन्छ नि त। अब त्यति बेला त पपुलर भइया हुन्थेन, अब गाउँछ भने पनि थाहा हुन्थेन। के पढ्दैछ भन्दा म्युजिक पढ्दै गाउने हो कि के हो भन्दा अब क्लासिकल म्युजिक पढ्दैछु, अब गाउने नै हो होइन। भनिसकेपछि गीत सुनाउ न त भन्ने हुन्छ नि त जहाँ पनि। त्यो एउटा म्युजिकल त्यो यात्रा लाग्छ, त्यो पनि मलाई एउटा त्यो कुराले पनि अब मैले अब नयाँ ठाउँमा जाँदा नयाँ गीत सुनाउनुपर्छ होइन भनेर त्यो गीतहरू पनि उठाउने, नयाँ गीतहरू सुन्ने। अब अभियसली अब त्यो म्युजिक भने एउटा सुरुमा सोख एउटा हुन्छ, पछि गएर प्यासन होइन, एउटा अब आएर प्रोफेसनै भयो। भनिसकेपछि एउटा हबी अनि त्यसलाई चाहिँ प्रोफेसनमा त्यो जुन एउटा भनौँ ट्रान्सफर्म गरियो नि, अब त्यसमा चाहिँ अब सबै कुराहरू मिश्रित हुँदै हुँदै
आएर पनि त्यो सहज चाहिँ मलाई एकदमै भयो कि त्यो हिसाबले। पछि गएर चाहिँ म यो बन्छु भनेर एकैचोटि गीत गाएर ट्राई गरेको होइन, सुरुदेखि नै भयो नि त? सुरुदेखि नै हो त्यो चाहिँ। सिक्दै आउनुभयो, त्यसपछि झन् कलेज प्लस पोइन्ट भयो नि त? त्यो कलेजमा पढिसकेपछि थाहा भयो म्युजिकको एउटा पढाइ पनि एकदमै भनौँ न डिटेलमा जाँदाखेरि धेरै नै अब भास्ट रहेछ भन्ने थाहा भयो र पढ्दै गयो। अनि त्यसपछि म ब्याचलर सेकेन्ड इयर पढ्दै थिएँ, त्यति बेला चाहिँ नेपाली तारा सो आयो होइन। त्यसपछि अझ प्रोफेसनल यात्रा चाहिँ त्यहाँबाट सुरु भएको। त्यो त फर्स्ट सिजनमै थियो तपाईँले? फर्स्ट सिजनमा 2061 सालमा चाहिँ हाम्रो त्यो अडिसन भएको थियो अनि 61-62मा चाहिँ कम्प्लिट भएको। तपाईँले त्यहाँनिर कति थर्ड? म सेकेन्ड रनर भएँ। हजुर। त्यति बेलाको हिसाबले चाहिँ मलाई चाहिँ के लाग्थ्यो भन्दाखेरि एल्बम निकाल्न पाए हुन्थ्यो, एउटा गीत गाउन पाए हुन्थ्यो भन्ने हुन्थ्यो र त्यस्तो सोहरूमा भाग लिएर त अब एल्बम त निस्किन्छ होला र भनेर जान मन लाग्थेन कि मलाई। हजुर। तर साथीभाइहरूले कर लगाउनुहुन्थ्यो होइन, जाने अडिसन दिने, अब जे भए पनि के भएर भनेर त्यो हिसाबले चाहिँ इन्ट्री भइएको थियो। पछि चाहिँ अब त्यहीँबाट एल्बमहरू भनौँ न गाउने मौका पनि भयो। पछि त्यही सोको एउटा पपुलारिटीले गर्दाखेरि एल्बमहरूको अफरहरू आयो होइन। भनेको त्यहाँ इन्ट्री गेट नै अब एउटा त्यो नै हुन टर्निङ पोइन्ट भयो होला तपाईँलाई होइन? एकदमै पक्कै पनि त्यो जुन किसिमले मिडियामा आउनलाई कति गाह्रो छ होइन। अब सङ्घर्षरत धेरैजना हुनुहुन्छ, तर त्यो चिजले मलाई चाहिँ एकदम सहज चाहिँ बनाएको हो। कसरी आइन्थ्यो त्यो थाहा थिएन, तर म सहज तरिकाले आउनु पाएँ भन्न चाहिँ रुचाउँछु। त्यो एउटा प्लेटफर्मले चिनायो नि त होइन? पक्कै पनि एकदमै छोटो समयमा नै भनौँ न सबैको घर घरमा पुर्याइदियो होइन। टेलिभिजन त्यति बेला एकदम कम हुन्थ्यो। फर्स्ट सिजन हो होइन? नेपाल टेलिभिजनबाट सबैजनाले हेर्नुहुन्थ्यो। अब मेरो अब जन्मस्थान चापाकोट होइन, त्यहाँ अनि वालिङमा चाहिँ जुन स्कुलको कुरा गरेँ मालबजारमा होइन, त्यहाँ टिभीहरू पनि त्यति बढी आइसकेको कन्डिसन थिएन नेपालभरि। सबै ग्रुपमा बसेर हेर्ने यताउता हुन्छ नि, त्यो कुराहरू अझै पनि सुनाउनुहुन्छ। त्यो कारणले त्यो टाइममा त्यो टेलिभिजन रियालिटी सोमा आउनु पाउनु भनेको ठुलो अभाग्य जस्तो लाग्छ मलाई। पनि गर्वको कुरा पनि भयो परिवारको लागि त होइन? परिवारको लागि पनि एकदमै भनौँ न, मैले हुन त उहाँहरूको बुवा आमाको इच्छा अलिकति टेक्निकल्ली अब साइन्स पढेर अगाडि बढोस् भन्ने थियो, चाहना थियो। तर अब मेरो आफ्नो एउटा प्रोफेसन मैले म्युजिक नै बनाउँछु भन्ने एउटा जुन सोच जुन अब सानैदेखि पलाइरहेको थियो होइन, त्यसलाई प्रुभ गरेर देखाउनु पर्ने छ भन्ने कुरामै लागिरहेर पछि चाहिँ खुसी हुनुभयो। सफल हुनुभयो नि त तपाईँ होइन? त्यसपछि त त्यो एउटा उत्तर दिन पाएँ मैले भनौँ न, यो मैले जुन गरिरहेको छु यो ठिक गरिरहेको छु भनेर मैले चाहिँ एउटा त्यो सिनारीले पनि एउटा चाहिँ त्यो उत्तर दियो भन्न चाहन्छु। जुन बाटो पनि ठ्याक्ठ्याक्कै तपाईँलाई खुलिरह्यो नि त होइन? हजुर हजुर, ठ्याक्कै सबै कुराहरू मिल्दै आयो भनौँ न त्यो यात्रामा। त्यो पछि चाहिँ तपाईँको गीत रेकर्डिङ हो भन्नाले फर्स्ट गीत यो नेपाल आइडलको प्लेटफर्म पछि नै हिट भएको हो? मैले रेकर्ड चाहिँ नेपाली तारा इन्ट्री भएपछि नै हो रेकर्डिङ भएको चाहिँ। तर नेपाली ताराको जुन फर्स्ट रेकर्डेड त्यो आधिकारिक गीत छ जुन चाहिँ अब आरक्षी सरले चाहिँ कम्पोज गर्नुभएको नेपाली तारा टप 10, त्यो पहिलो चाहिँ बजारमा आएको। तर मैले रेकर्डिङ स्टुडियोमा गएर रेकर्डिङ गरेको चाहिँ माइली भन्ने गीत छ कि मेरो फर्स्ट एल्बममा। त्यो गीत सुरेश अधिकारी दाइको सङ्गीत, भीम थापाको शब्द, त्यो फर्स्ट एल्बम गुराँसमा समावेश छ। आफ्टर नेपाली तारा चाहिँ त्यो चाहिँ रिलिज भएको। रेकर्डिङ चाहिँ अब भित्रभित्र भइरहेको थियो। हजुर। तर त्यसपछि सुरुको गीत नै सुरुको गीत भएको गीत चाहिँ मेरो भनौँ न अब एकदमै बजारमा अब एकदमै पपुलर भएको त अब सानो माया त्यो 2066 सालमासम्म कुर्न पर्यो एउटा समय होइन। तर जुन किसिमले त्यो माइली अब नुनढिकीको स्याउली भनेर जुन फर्स्ट एल्बम गीत थियो अडियो वाइज एकदमै मन पराउनु भएको त्यो। त्यति बेला अब एफएमहरूको एउटा क्रेज होइन, त्यति बेला एफएमहरूमा म्याक्सिममै बस्थ्यो र धेरैजनाले त्यो गीतहरू सुनेको आधारमा चाहिँ फिडब्याक दिनुहुन्थ्यो। तर हामीले चाहिँ राम्रोसँग भिडियो चाहिँ गराउन नपाएको थियो त्यो बेलामा। अडियो पनि ठुलो कुरा हो, अडियो नै ठुलो कुरा थियो। भिडियो अझै राम्रो बनिदिए भए चाहिँ अझै पपुलर हुन्थ्यो कि भन्ने चाहिँ लाग्छ। अहिले धेरै कुरा बुझियो नि यति बेला, त्यति बेला अब थाहा थिएन। अब रेडियोमा बज्नु नै ठुलो कुरा थियो र फिडब्याक आउँथ्यो, त्यही नै हामीलाई पर्याप्त हुन्थ्यो। तर एक किसिमले हिटै भनेर भन्दाखेरि चाहिँ अब सपनी राउन्डदेखि
गीत आइसकेपछि फिल भयो हिट चाहिँ यो लेभलमा यसरी पो हुँदो रहेछ भन्ने चाहिँ सुरुमा त्यसैले चिनायो तपाईँलाई हैन एउटा भनौँ न एउटा म्युजिकल अब मेरो लाइफभरि चाहिँ म म्युजिकमै रहन्छु भन्ने कुराको टर्निङ पोइन्ट चाहिँ त्यो सपना राउन्डदेखि त्यो गीतले चाहिँ बनायो। कस्तो फिल भयो तपाईँलाई त्यो बेलामा त्यो गीत हिट भएपछि? त्यो बेलामा अब हाम्रो श्रद्धेय वरिष्ठ सङ्गीतकार आलोक श्रीज्यूसँगको सहकार्य नै एकदमै ड्रिम हुन्थ्यो त्यति बेला सबै गायकलाई। अहिले जति पनि चलन चल्तीमा गायक हुनुहुन्छ उहाँहरूको ड्रिम थियो उहाँसँग जोडिनु पाउने हिट हुने भन्ने थियो कि किनभने उहाँले कहिले तिम्रो पछ्यौरीमा होइन त्यो अनि रामकृष्ण दाईको गीतहरूदेखि लिएर उहाँहरूले धेरै गीत हिट दिएको टाइम थियो। उहाँ एकदम भनौँ न उहाँले छोएको गीतहरू चलिहाल्यो गोल्डन टच सङ्गीतकार हुनुहुन्थ्यो त्यति बेला अनि उहाँसँग काम गर्न पाउनु नै ठुलो कुरा थियो। र म जब यो एल्बममा अनुबन्धित भनौँ न उहाँले चाहिँ जुन किसिमले माया गरेर मलाई एल्बम गरिदिनु भयो त्यो बेला नै मलाई चाहिँ एउटा हिट अब भइन्छ भन्ने चाहिँ फिल थियो। तर पनि काम गर्दै जाँदा कता कता शङ्का त भइहाल्छ जे पनि हुनसक्छ भन्ने हुन्छ। र सपना राम्रो देखिन चाहिँ सरकै कम्पोज हो कि भन्नाले लिरिक्स अनि त्यो कारणले पनि अब त्यो सायद यो 1 नम्बरमा बस्छ होला। अब पहिला चाहिँ एल्बममा 8वटा गीत हुन्थ्यो 1 नम्बरमा कुन गीत आउँछ त्यो नै पब्लिसिटी हुन्छ त्यो नै राम्रो भयो नि पपुलर भइन्छ भन्ने हुन्थ्यो नि। त्यो किसिमले चाहिँ त्यो गीत 1 नम्बरमा बस्छ भनिसकेपछि यो गीत चाहिँ मैले राम्रोसँग गाएँ भने चाहिँ म बजारमा चलेँ नत्र म चल्न सक्दिनँ होला भन्ने चाहिँ एउटा त्यो खालको एउटा अठोट पनि थियो मैले राम्रो गाउनुपर्छ भन्ने र फिल पनि अब त्यस्तै मिठो गीत आखिरीमा गीत राम्रै भइसकेपछि त्यो फिल पनि राम्रो हुन्छ र त्यसलाई अब गाउने कोसिस गरेँ। अनि जुन किसिमले अब एल्बम रिलिज भएर प्रोमोहरू छोड्न थालियो धेरैजनाले एकदमै राम्रो फिडब्याक दिनुभयो हुन्छ नि नसोचेकै आयो कि फिडब्याक। त्यति बेला पिआरबिटीको ट्रेन्ड थियो त्यसमा पनि अब टप लिस्टमा बसिरहन्थ्यो त्यो कारणले पनि अब पपुलर भएछ भन्ने त्यो फिल पनि भयो होइन। ओभरअल एकदमै त्यो बेलाको सिनारियोपछि अब विभिन्न गीतहरू आए होइन अरू पनि हिट हुँदै गए मेरो बोली सुन्दा चोखो माया लागे हो विभिन्न गीतहरू आउँदै गए होइन। मेरो यात्रा चाहिँ अब अझ एउटा प्रोफेसनल बिजी भएर अगाडि हिँड्ने यात्रा त्यहाँबाट सुरु भयो। त्यो गीतबाट भिडियो पनि त्यही बेला आएको थियो होइन भिडियोहरू पनि एकदमै अब भनौँ न युट्युबको ट्रेन्ड अलिकति पछि आयो तर त्यति बेला भिडियोहरूबाट नै गीत पपुलर हुन्थ्यो किनभने टेलिभिजनमा प्रोमो देखाएर त्यो पब्लिसिटी गरिन्थ्यो प्रोमोबाट थाहा हुन्थ्यो अब गीत हिट हुन्छ कि हुँदैन भन्ने होइन। त्यसको त्यो भिडियो पनि राम्रो थियो गीत पनि राम्रो थियो त्यो कारणले सबैजनाले मन पराउनु भयो। तपाईँ आफैले त्यो बेलामा नि आफैले आफ्नो गीत आफै लगानी गरेर गर्नु पर्थ्यो होला होइन? जस मेरो एउटा भनौँ न एउटा त्यो लक भनौँ एउटा त्यत्रो ठुलो सङ्गीतकारसँग काम गर्ने र म्युजिक नेपाल र गुन्जन इन्टरटेनमेन्टको संयुक्त प्रस्तुति थियो होइन। अब आलोक सरकै इनिसिएसनमा त्यो एउटा मैले चाहिँ गाउने मौका पाएँ मैले आफूले इन्भेस्ट गरेर चाहिँ परेन है। ओहो लकी हुनुहुँदो रहेछ तपाईँ त। त्यो मामिलामा चाहिँ म भनौँ धेरै एल्बम मैले जति पनि सोलो एल्बम गरेको छु मेरो आफ्नो लगानी गर्नु परेछ सबै अफरमा नै गरेको छु। सबैले त्यो प्लेटफर्मले गर्दा नभए त कति सिङ्गर बन्न चाहे नि कति आफूले लगानी गर्दै एक्ज्याक्टली किन हो नि तपाईँले उठाउनु भएको कुरा सही हो। जस्तो अब आफूले लगानी गरेर एउटा एल्बम गरिन्छ त्यसको लगानी नै अब त्यस्तो भिडियो वाइज अडियो वाइज अब त्यति धेरै कस्ट आउँछ होइन र त्यसपछि पनि ल ठिक छ भनेर दोस्रो चाहिँ गरेला अरे अब के गरेर त्यसपछि त स्टप भएर बस्नुपर्छ त्यो लगानी सधैँ गरिरहने कुरा नि हुँदैन। त्यो कारणले पनि म एक किसिमले त्यो लकी आफूलाई ठान्छु र संयोगवश त्यही एल्बमले पनि अब साथ दियो भनौँ न त्यो एकदमै एउटा सम्झिँदै भनौँ न त्यो फर्केर हेर्दाखेरि चाहिँ आफूलाई लकी ठान्छु मैले। तपाईँले मेहनत पनि गर्नुभयो सङ्गीतमै अब तपाईँको भोकल पनि ट्रेन्ड भोइस त हो नि होइन? एक्ज्याक्टली अब भनौँ न आफूले सङ्गीतमै अब केही गर्छु भनेर त्यो अठोट त अब एकदमै थियो त्यो दिन रातै अब म कसरी अब सिङ्गर बन्न सक्छु होइन भन्थेँ म केही ज्ञान नहुँदै पनि अब त्यो जान्थेँ कि अब गाउनलाई कहिले त्यो टाइमिङै थाहा नहुँदै म पुगेको थिएँ अब टाइमिङ र यो सिक्नुपर्ने रहेछ होइन। त्यो विभिन्न स्ट्रगलहरू त्यो सिक्दै पछि अब कलेजै गइसकेपछि सबै कुरा सिक्यो होइन। सबै फेजहरू पार गरियो भनौँ न रेकर्डिङ स्टुडियो सुरुमा छिर्ने बित्तिकै अब विभिन्न टेक्निकल कुराहरू होला के होला गाउन सकिएन रिजेक्ट पनि भइयो त्यो हुँदै अब पछि अब रियालिटी सोले धेरै सजिलो पार्थ्यो।
तर सिक्नुपर्छ भन्ने कुरा त त्यो सिक्न त पक्कै पनि अब किनभने अहिलेको टाइम भनेको अब यस्तो कम्पिटिसन छ होइन हजुर सिकेर आयो भने चाहिँ अब धेरै कुराहरू ज्ञानको कुरा मात्रै नभएर एउटा लङ टर्मसम्म सस्टेन हुने एउटा वातावरण पनि भन्छ यस्तो कसैको अब गड गिफ्ट भोइस भए पनि त्यसलाई निखार्नु पर्यो टेक्निकली होइन एकदमै त्यो गड गिफ्ट भयो भने नि अब मैले के गरिरहेको छु भन्ने कुराहरू थाहा पायो भने अझ मजा आउँछ भन्ने कुरा हो यत्तिकै सरर गाउनु र मिलाएर गाउनु होइन फिल्ममा गाउनु फरक पर्छ एउटा सिकिसकेपछि म यहाँनिर रहेछु अब आफ्नो कमजोरी यहाँ रहेछ भनेर त्यसलाई सुधारेर लान सक्ने वातावरण छ त्यो एउटाले चाहिँ भनौँ न त्यसले धेरै तिखारेर लान्छ कि भनौँ न अब त्यसको अध्ययन भन्ने कुरा अब हरेक सेक्टरमा छ भने जस्तै म्युजिकमा पनि त्यो अध्ययनले चाहिँ धेरै कुराहरू सिकाउँछ त्यो बेलामा अझ सिङ्गरहरूले बढी मेहनत गरेको देखिन्छ कि हुन त अहिले पनि गरिन्छ त्यो बेलाको चाहिँ अलिकति एकदमै अहिले त अलिकति सजिलो भएको छ त्यति बेला त अब अटो ट्युन थिएन होइन प्र्याक्टिसै अब आर्टिस्टले नै अब पुरै सुरमै गाएपछि नै त्यो गीत राम्रो सुनिनको लागि त्यो मेहनत त्यो लेभलमा गर्नुपर्थ्यो भने अहिले चाहिँ धेरै कुराहरू प्रविधिले धेरै कुराहरू गरेको छ त्यो कारणले सायद गर्नुहुन्छ होला अब आउने जेनेरेसन पनि पढेर आउनुभएको छ उहाँहरूले त गर्नुहुन्छ तर पनि कस्तो मेसेज गइरहेको छ भने अब हल्का स्टुडियोमा गएर गाइसकेपछि सबै कुराहरू मिल्छ भन्ने चाहिँ एउटा इजी फिल भइरहेको छ त्यसले चाहिँ साधनामा चाहिँ पक्कै कमी ल्यायो होला जस्तो चाहिँ लाग्छ मलाई जस्तै कसैलाई गाउन मन लागेन यतिकै रेकर्ड गरेर गाउन मिल्यो होइन हजुर तर त्यो लङ लास्ट चाहिँ हुँदैन लङ लास्ट हुँदैन किनभने नेचुरल चिज जहिले पनि हामी अब एआईको टाइममा आइयो होइन एआईको टाइमसम्म आउँदाखेरि हामीले के बुझ्नु जरुरी छ भने यति बेला त एकदम एआईको प्रयोग बल्ल भइरहेछ अब विकसित देशहरूमा एआईको त्यो म्युजिकहरूलाई त्यति मान्यतै दिँदैन होइन ओरिजिनल गीत अब हाम्रो पनि अब केही समय हो यो एउटा फेसन जस्तो हो प्रपरली भन्दाखेरि चाहिँ अब नेचुरल चिजहरूकै डिमान्ड हुन्छ कि खासमा त्यो आर्टिफिसियल एउटा इन्टेलिजेन्सको प्रयोग भएको चिजहरूले केही समय मान्छेलाई छोला तर त्यो जति बुझ्दै गयो त्यो चाहिँ किन भन्दाखेरि त्यो त मेसिन हो नि त्यो कुराहरू चाहिँ त्यो नेचुरल जस्तो चाहिँ पछि पक्कै पनि हुँदैन अब स्टेजहरूमा गाउँदा त लाइभै हो स्टेजमा गाउन लाइभै पर्यो होइन सबै कुराहरू अब त्यही भएर अब नेचुरल चिजहरूलाई जित्न चाहिँ अब गाह्रै छ अहिले अब त्यो बेला र अहिलेको धेरै फरक भइसकेको छ नि सिचुएसनहरू ट्रेन्ड त धेरै फरक भएको छ इजी भएको छ सबैलाई होइन अब शब्द लेख्दै गयो अब आत्तिमा टुङ्ग्यो भने एआईमा हालिदियो भने उसले पुरा गरेर दिन्छ होइन कसरी लिने अब यो प्रविधिलाई सदुपयोग गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन अब यो अब पपुलारिटीको नाममा दौडादौडको नाममा होइन रातारात हिट हुने नाममा चाहिँ अब त्यो नेचुरल चिजहरूकै भ्यालु हुन्छ लङ लास्टिङ भन्ने चाहिँ बुझ्नुपर्छ पछि गएर के होला जस्तो लाग्छ भन्दाखेरि अब एआईसँग मिलेर गरेको भन्दाखेरि त्यो भनौँ न नसुने नै हुन्छ जस्तो हामीलाई अझ हजुरलाई कतिको फिल हुन्छ मलाई चाहिँ जस्तो अब त्यो एआईले बनाएको त्यो सिनहरू त्यो हुन्छ नि क्लिप्सहरू छ नि मैले ठ्याक्कै इग्नोर गरिहाल्छु कि किनभने आर्टिफिसियल हो भनेर हेर्नै मन लाग्दैन नि होइन भने जस्तो यो गीतको पनि यो जुन अहिले प्रयोग भइरहेको छ 2-4 महिना 1 वर्ष भनौँ न त्यसपछि एआईले बनायो भने चाहिँ हामीले सट्ट हटाएर नेचुरल चिजै खोजिन्छ जस्तो चाहिँ मलाई लाग्छ रियल जस्तो त हुँदैन त्यो भाइरल चिज त होइन लङ लास्ट हुँदैन त्यो चाहिँ ठिक हो अब कुरा जोडौ तपाईँले फेरि मुभीहरू पनि गाउनु भएको छ होइन प्लेब्याक सिङ्गर प्रसाद मुभीमा होइन हजुर बनकिजर त्यो गीत पनि एकदमै सुपर डुपर हिट नै भयो एकदमै पपुलर भयो धेरैजनाले मन पराउनु भयो त्योसँग त्यो केही छ थोरै हिस्सा सुनाइदिन त्यो गीतसम्म त्यो बेलामा मैले एल्बमहरू निकालिरहेको 5वटा एल्बम मेरो सोलो आइसकेको थियो तर गीतहरू अलिकति पपुलर कम भइरहेको थियो र मेरो आफ्नो साधना त अब कन्टिन्यू नै थियो र चलचित्रहरूमा चाहिँ अब त्यस्तै भनौँ न अलिकति लोक टचको गीतहरू एकदम पपुलर भइरहेको टाइममा अनि मलाई पनि एउटा इच्छा यस्तै फिल्ममा यस्तै खालको गीतहरू गाउनु पाए हुन्थ्यो जुन कि अब एकदमै पपुलर हुन्छ नि करोडौँ भ्युज होइन त्यस्तो गाउनु पाए हुन्थ्यो भन्ने चाहिँ मलाई भित्रभित्र इच्छा थियो र मैले आफूले त्यो प्र्याक्टिस पनि गरिरहेको हुन्थेँ त्यही क्रममा चाहिँ अब हाम्रो भनौँ न हामीले मैले चिनिरहेकै थिएँ हाम्रो आदरणीय दिनेश राउत डाइरेक्टर साहब होइन उहाँलाई अनि त्यसपछि हाम्रो गणेश शाह त्यही टिमभित्र उहाँहरूसँगको एउटा पहिल्यैबाट सहकारी गर्ने त कुरा थियो तर भइसकेको थिएन त्यही क्रममा बिचमा सम्झिनु भयो उहाँहरूले अनि त्यसपछि गाउने मौका भयो सुभाष भुषालको एकदम राम्रो सङ्गीत छ बिपाटे दाइको शब्द होइन एउटा
राम्रो अवसरको रूपमा लिन्छु मैले। त्यो जिन्दगीको एउटा अभिन्न त्यो अफर हो त्यो, जसले गर्दाखेरि मलाई चाहिँ फेरि कमब्याक बनायो। र 2 वर्ष त्यसपछि लगतै कोभिड आइहाल्यो होइन। र मेरो फेरि एउटा मैले बल्ल बल्ल बनाएको थिएँ एउटा त्यो लेभल, फेरि भनौँ न कोभिडले गर्दा कता 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 बनाइदियो कि। अनि त्यसपछि फेरि अब यो कमब्याक आउनलाई फेरि प्रयास हुँदाखेरि अहिलेको पछिल्लो समय चाहिँ मैले लगालग गीतहरू गरिरहेको छु। यो रुनु रुवायो मेरो बोली सुन्दा भन्ने एकदम मन पनि पराउनु भएको छ। अनि चलचित्रको गीतहरूको कुरा गर्दाखेरि अब मैले लगभग 30-40 वटा गाएको छु। फेसबुक अहिले बिचल्ली पार्यो नि भन्ने एउटा छ, चङ्के पङ्के सङ्केमा, त्यो रमाइलो नम्बर, त्यो पनि मैले गाएको छु। र पहिला अब द गेम, खुसी, फर्किआऊ लगायत मैले पहिलो चलचित्र चाहिँ मर्यादा भन्नेबाट सुरु गरेको थिएँ। गाउन त गाइरहेको थिएँ। अब यो ह्युज हिट चाहिँ अब यो प्रसाद नै भयो। प्रसाद नै भएछ तपाईँको लागि। एकदम ठुलो प्रसाद यो भगवानकै कृपा हो। हजुर, म एक लाइन सुनाइहाल्छु नि त फेरि होइन, श्रोता दर्शकहरूलाई फेरि कुरा गर्दा गर्दै त्यो सुन्ने इच्छा हुनसक्छ, मैले पनि फेरि पछि बिर्सिन सक्छु होइन। म सुनाउँछु। बनकी चरी के भन्छे के, मनकी चरी के भन्छे के, बनकी चरी के भन्छे काफल खम भन्छे, मनकी चरी के भन्छे मायालम भन्छे, बनकी चरी के भन्छे काफल खम भन्छे, मनकी चरी के भन्छे मायालम भन्छे, आम न बसम खाम न कसम, आम न बसम खाम न कसम, सँगै बसेर पिरती गसम, तिमी न आए मयामला चोखो पिरती मैलामला, पर्ख न पर्ख मयामला मायाको हात समाउला, बनकी चरी के भन्छे काफल खम भन्छे, मनकी चरी के भन्छे मायालम भन्छे। थ्याङ्क यू। वाउ, एकदमै राम्रो। स्टेजमा त प्रायः गीतले नचाउनुहुन्छ होला तपाईँले दर्शकहरूले? स्टेजमा त्यही हो, यसरी लोन्ली टाइम भनौँ न, इन्टरभ्यूमा चाहिँ गाउँदाखेरि अझै त्यो हुन्छ नि, त्यो नाचिरहेको माहौलमा गाउँदाखेरिको छुट्टै हुन्छ, मिस हुँदो रहेछ। तर यसमा चाहिँ भनौँ न प्लेन गाउँदाखेरि अलिकति यसको फिल र अर्को फिल, त्यो डान्सिङ त्यो लाइभकै फिल चाहिँ धेरै फरक हुन्छ। तपाईँ मेलोडिज गीतहरूबाट चिनिएको सुरुमा होइन, तर यो प्लेब्याक पनि यो मुभी गीत पनि त्यत्तिकै राम्रोसँग गाउनु भएको छ तपाईँले, दुईटै गीतहरू भनौँ न। हजुर, त्यही हो, प्र्याक्टिस नै हो सबभन्दा ठुलो कुरो। पहिला मैले अब सुरुमा म्युजिक फिल्डमा छिर्दाखेरि भक्तराज आचार्यज्यूको, नारायण गोपालज्यूको गीतहरू बढी गाउने, अनि सेन्टिमेन्टल बढी गाउने, आधुनिक गीत चल्थ्यो है त्यो बेलामा। अनि त्यसपछि त्यो फास्ट बिटको गीत त भनौँ न गाउँदै नगाउने कि मैले, अब त्यो खालको थियो। पछि आएर हुँदै हुँदै गयो, अब सेन्टिमेन्टल गीत पनि पपुलर भएपछि स्टेजमा गएँ। अनि स्टेजमा गइसकेपछि अब डान्सिङ बिटको गीतहरूको डिमान्ड भइसकेपछि डान्सिङ बिट पनि गाउनुपर्छ भन्ने भइसकेपछि बिस्तारै बिस्तारै आफूलाई चाहिँ गाउन त गाउँथेँ, तर त्यो हुन्छ नि त्यसको ठ्याक्कै ओरिजिनल स्वरूप उतार्नको लागि मलाई केही टाइम चाहिँ लागेको थियो। अहिले चाहिँ सक्छु जस्तो लाग्छ। त्यसमा छिर्नु पऱ्यो नि त होइन, एकदम भावमा। हजुर, त्यो जुन जनरा छ त्यसलाई चाहिँ बेसमा राम्रो दिन सकिन्छ, अर्कोमा छिर्न चाहिँ आफूले ढाल्नु अलिकति टाइम चाहिँ लाग्यो मलाई। केही वर्ष चाहिँ मेहनतै गरेँ मैले। हुन्छ नि अब सेन्टिमेन्टल फ्लोमा गाउने र अब यो फेरि रोमान्टिकको अर्को मेहनत छ कि यसमा, हेर्दाखेरि सजिलो छ होइन, तर गाउन त्यत्तिकै गाह्रो छ। हरेक कामको त्यो एउटा च्यालेन्जै हुन्छ। च्यालेन्जै हुन्छ, यो मेरो लागि च्यालेन्ज थियो। तर अटोमेटिक अब पहिल्यैबाट फास्ट बिटको होइन त्यस्तै गाइरहने भयो भने चाहिँ सजिलो हुन्थ्यो होला। त्यो एकै मैले अब गीत गाउने भास्ट गीतहरू मात्रै छान्ने होइन, क्लासिकल त्यो भएर मलाई चाहिँ लाइट गाउन चाहिँ अलिक गाह्रो भएको कि खासमा, त्यो बानी नभएर। ठिकै छ। प्रायः स्टेजमा जाँदा चाहिँ कुन गीतहरूको डिमान्ड आउँछ तपाईँको? प्रायः त्यही हो, सानो माया। अब मैले कहिलेकाहीँ अब भनौँ न फास्ट बिट मात्रै गाउँदाखेरि सानो माया पनि गाउनु न भन्ने हुन्छ होइन। अनि अब मेरो बोली सुन्दा एक लाइन भयो भने गाइदिनु भन्ने हुन्छ। चोखो माया लाकै होला न भन्नु कसरी भन्ने छ, त्यो गीत पनि मन पराउनुहुन्छ। त्यसपछि अब यही चङ्के पङ्के सँगैको फेसबुक अहिले बिचली पार्यो नि भन्ने पनि एकदमै रमाइलो डान्सिङ बिटको गीत छ, बनकी चरी। र यो पछिल्लो समयमा चाहिँ अब कहिलेकाहीँ टिकटकमा पनि म लाइभ बस्ने गर्छु, कहिलेकाहीँ गर्दाखेरि त्यहाँ थाहा हुन्छ कि अब फिडब्याक हुन्छ नि। अब रुनु रुवायो चित्ते दुखायो पनि एकदम राम्रो छ। मैले अस्ति अर्को गीत पनि गाएको थिएँ होइन, रुनु रुवायो नै गाउनु भनेको एउटा किसिमले माया गरिसक्नु भएको रहेछ भन्ने टिकटकमा हजुर, त्यो खालको फिडब्याक
प्रत्यक्ष फिडब्याक नै खोज्छ नि त होइन आर्टिस्टले। त्यो रूपमा चाहिँ मैले पोजिटिभली नै लिन्छु त्यो टिकटकको यताउता। अहिले सोसियल मिडियाले सजिलो पनि बनाएको छ, सजिलो पनि बनाएको छ, नजिकमा के दर्शक श्रोताहरूसँग एकदमै प्रत्यक्ष रूपमा उहाँहरूको सुझाव सल्लाह लिन पाइयो, एकदम नजिक भएर बोल्न पाइयो होइन। र त्यसै अनुसार त्यही फिडब्याक अनुसार चाहिँ आफूले काम गर्ने पनि त्यो हुन्छ, प्राय राम्रो कुरा हो। गीत सुनिरहेको हुन्छ को होला गायक भन्ने हुन्छ कि होइन। त्यो धेरैजनाले भन्नुहुन्छ। मेरो जति अब भनौँ न सङ्ख्याको हिसाबले अब गीतहरू जति पपुलर भएको छ त्यो हिसाबले चाहिँ मलाई अब प्रत्यक्ष हेर्दाखेरि चिन्नुहुन्न। त्यो किसिमले अब टिकटकमा कहिलेकाहीँ अथवा कुनै माध्यमबाट भनौँ न अब स्टेजमै जाँदाखेरि पनि गाइसकेपछि स्टेजबाट झरिसकेपछि यो तपाईँको गीत पो रहेछ, सबै सुने गीत रहेछ होइन, हजुरलाई त चिनेको थिएँ नि भेटेको थिएँ नि भन्नुहुन्छ। त्यो पनि एउटा खुसी लाग्छ भनौँ न। अब आफूले गरेको कर्मले सबैले त्यो गीतलाई चिन्नुहुन्छ भने अब मलाई त अब चिन्दै गर्नुहुन्छ भन्ने चाहिँ लाग्छ। तर अहिले चाहिँ सजिलो भएको छ टिकटकहरूले होइन। हजुर अहिले त अब भनौँ न कुनै गीत मन पऱ्यो भने सर्च गऱ्यो भने त्यो सबै प्रोफाइल आउँछ, समय पनि चेन्ज भएको छ, त्यो हिसाबले अलिक सजिलो छ। एक्टिभ चाहिँ हुनु पऱ्यो अलिकति आफू पनि। एक्टिभ चाहिँ एकदमै हुनुपर्छ। त्यसमा हामीलाई चाहिँ म अलिकति भनौँ न मिडिया अलिकति बढी नआउने भनेको अर्थ नआउने भन्न खोजे होइन कि त्यो बोलाउँदैन त्यस्तो होइन कि अब भनौँ न कहिलेकाहीँ आफै पनि त अलिकति अग्रसर हुनुपर्छ नि कतिपय कुरा। त्यसमा चाहिँ अलिकति होइन साधना नै गर्ने हो, अब आफ्नै प्रोडक्टले जित्नुपर्छ भन्ने जस्तो लाग्छ। त्यो मात्रै होइन रहेछ भन्ने चाहिँ बुझिरहेको छु। मेरो कामले नै चिनाउँछु भन्ने कामले नै चिनाउँछु भन्ने कुराहरू हुन्थ्यो। र त्यसको प्लस अलिकति पब्लिसिटीको त्यो फर्मेट नै फरक छ यति बेला होइन। त्यो पनि गर्नुपर्ने रहेछ भन्ने चाहिँ बुझ्दैछु। पहिला त अब म्युजिक भिडियो आउँथ्यो, फुल हेरिन्थ्यो, गीत पनि फुल सुनिन्थ्यो होइन, चिनिन्थ्यो, छुट्टै थियो। सबै अब गीतले नै भन्थ्यो, गीतले नै बोल्थ्यो होइन, पपुलारिटी गीतले नै दिन्थ्यो भने अहिले चाहिँ अब आफ्नो पनि एउटा भूमिका छ मिडियामा यताउता होइन। आफूले चिनाउनु पर्ने अवस्था पनि आउँछ होइन। एकदमै छ गीत पपुलर अहिले छ नि। जस्तो कोही चाहिँ अब सामान्य गीतहरूबाट पनि धेरै पपुलर हुनुभएको छ व्यक्ति होइन। हजुर कोही चाहिँ अब करोडौँ क्लबमा गइसक्दैछ होइन, चलचित्र गीतहरू त्यो कसैले चिन्दैन सिङ्गरलाई। त्यो खालको अलिकति ग्यापिङहरू छ कि त्यो हिसाबले चाहिँ आफू अलिकति मिडिया अलिकति फ्यामिलियर चाहिँ हुनुपर्ने रहेछ होइन, मिडिया फ्रेन्डली हुनुपर्ने रहेछ भन्ने चाहिँ त्यो सबैले बुझ्नुपर्छ जस्तो लाग्छ। त्यो चाहिँ हो। हुन त अघि पनि बताउनु भएछ तपाईँले, तर फेरि पनि सोध्छु म के अरे जस्तै पहिलाको गीत रेकर्डिङको समय गीत सङ्गीतको माहौल र अहिलेको त धेरै फरक छ होइन। त्यो बेलाको तपाईँलाई राम्रो पक्ष के थियो र अहिलेको चाहिँ के राम्रो पक्ष लाग्छ? त्यति बेला त्यही हो, अब गीत कस्तो हुन्थ्यो नि, अब हामी ठ्याक्कै नयाँ नयाँ हुँदाखेरि अब रेडियो नेपालमा वान टेक गाउने अग्रजहरू आएर रेकर्डिङ स्टुडियोमा गाउनुहुन्थ्यो नि त। हजुर टेक लियो भने वान टेक गर्ने हुन्थ्यो कि वान टेकमा गऱ्यो है भन्ने हुन्थ्यो। वान टेकमा गर्दाखेरि त्यो फिल मर्दैन भनेर पनि वान टेकलाई नै प्रायोरिटी दिने चलन थियो। अब हामी पनि त्यही गर्नुपर्छ भनेर त्यस्तै प्रयास गरिन्थ्यो। अनि त्यो हुँदाखेरि गीतहरू घरमा बढी प्र्याक्टिस हुन्थ्यो। अनि आएर गर्दाखेरि पनि त्यो फिलहरू एकदमै मजाले भनौँ न त्यो रेकर्ड हुन्थ्यो फिलहरू होइन। एउटा वान टेक भनेपछि अर्कै मजा आउँथ्यो। र पछि आएर अब प्रविधिले हामीलाई नै अल्छी बनाइदिन्छ क्या, त्यो हुन्छ नि भइहाल्छ नि। अब अलिकति मलाई चित्त बुझ्यो नि नोट नोट लागिहाल्छ नि अब त्यो मिक्सिङमा भन्ने कुराले चाहिँ खास हामीलाई अलिकति प्यासिभ चाहिँ बनाउँदो रहेछ। पहिलाको हिसाबले मैले सानोमा एकै कुरा गर्दाखेरि मैले वान टेक आएको त्यो गीत पहिला होइन। अब वान टेक भनेको त्यो अब कहिलेकाहीँ कोही नोटहरू छुट्दाखेरि पनि फिलले कभर गर्छ भनेर छोडिदिन्थ्यौँ होइन। र अहिले भने अब धेरै प्रविधिले साथ दिएको छ, त्यो राम्रो पनि हो। अब एक किसिमले चाहिँ जो कोही आउनलाई सजिलो भयो, त्यो कारणले चाहिँ भिडभाड बढी भयो। त्यो प्रायोरिटी कसले पाउने भन्ने कुराहरू भयो होइन। जिल्ला पिच्छे टोल पिच्छे होइन, अब सबै धेरैजना गायक भइसकेपछि एउटा कुनै ठाउँमा प्रोग्राम हुँदैछ भने कसले प्रायोरिटी पाउने त भन्ने कुराहरूमा चाहिँ अलिकति त्यो ट्यालेन्टेडहरूलाई चाहिँ अलिकति घाटा नै छ। अनि थोरै कुरा जोड्न चाहे, अब तपाईँ सुरुमा त अब गायकै भन्छु भनेको त एउटा सपना ठुलै हुन्छ होइन। फर्स्टको दिनको रेकर्ड गर्दा चाहिँ तपाईँलाई कस्तो महसुस भयो? त्यो एउटा हुन्छ नि, त्यो याद छ तपाईँलाई? फर्स्ट रेकर्डिङ गर्दाखेरि हाम्रो त्यही मैले अघि भने माइली गीत हो त्यो गुराँस एल्बमको। अनि त्यति बेला सुरेश दाई
एकदम व्यस्त सङ्गीतकार होइन, उहाँको टाइमहरू नमिल्ने, दिउँसोमा नमिल्ने भनौँ न, किनभने चलचित्रको गीतहरू अब सबै गीतहरू पपुलर भइरहेको थियो। हजुर, उहाँको एकदम व्यस्तता थियो। अब कहिलेकाहीँ बम्बई पनि गएर रेकर्ड गर्ने चलन थियो, अब कुर्न पऱ्यो। त्यो कारणले चाहिँ रातिमा टाइम पाउँथेँ कि मैले गाउनको लागि। फर्स्ट रेकर्डिङ नै मेरो राति 12 बजे भएको छ कि होइन। त्यो तर कुरेर अब त्यो एउटा प्यासन एक्साइटेड त त्यो राति भयो भने मतलब भएन होइन। अब बाहिर पनि अब त्यो राति पनि रातभरि गर्नुहुन्छ रेकर्डिङ भन्ने सुनिरहेको, त्यो इन्टरभ्यूहरू हेरेर पनि अब त्यो कुराले चाहिँ झन् काम गर्न चाहिँ यसरी नै राम्रो हुन्छ भन्ने त्यो थाहा पाइरहेको। अनि त्यो राति रेकर्ड गरिन्थ्यो कि, त्यो 7वटा गीत थियो, 7वटा सबै राति रेकर्डिङ भयो हो। त्यो कारणले त्यो फर्स्टको रेकर्डिङहरू चाहिँ एकदमै रमाइलो लाग्छ मलाई। अब रातिमा चाहिँ अरू बाहिरबाट आएर डिस्टर्ब हुने भएन, कन्टिन्यू काम गर्नु पाइयो। त्यो हिसाबले पनि एकदमै यादगार छ, रमाइलो लाग्छ। फर्स्ट डे त अलिकति रमाइलो पनि, डर पनि, एक्साइट सबै मिक्स थियो होला होइन, पहिलोचोटि स्टेजभित्र। त्यो त एकदमै थियो। मलाई त्यो ठ्याक्क हेडफोन लाएर माइकमा बसिसकेपछि अब फेरि अब अलिकति दिग्गजै सङ्गीतकार पर्नु भएर सजिलो भयो कि। उहाँले सबै सिकाउनुहुन्थ्यो, मैले चाहिँ स्वर मात्रै फालिरहेको याद हुन्थ्यो कि, अरू चाहिँ अब यसो पुरै गाइड गर्नुहुन्थ्यो। पछि सुन्दाखेरि अब त्यो एकदमै अहिलेसम्म पनि अब राम्रो लाग्छ होइन। त्यो नर्भस त एकदमै भइन्थ्यो, तर त्यसको जुन चिज हो गीतको त्यो चाहिँ मात्रै दिमाग हुन्थ्यो कि, अन्त दायाँ बायाँ हुन्थेन। त्यो कारणले चाहिँ जो सब एउटा दिग्गज सङ्गीतकारको सामिप्यताले त्यो चिजहरूलाई सिक्न नि पाइयो, अनि त्यो रेकर्डिङ पनि राम्रो हुन्थ्यो फर्स्ट भए पनि। त्यो बेलामा सिकेको कुराहरू तपाईँलाई जिन्दगीभरलाई पनि होइन काम लाग्यो, कहिले बिर्सिँदैन? पक्कै पनि त्यो एकदमै सधैँभरिलाई एउटा भनौँ न, त्यो एउटा चाहिँ आफूलाई सधैँभरि काम लाग्ने खालका टेक्निकहरू त्यति बेलाबाट सिक्दै आयो। अनि तपाईँले जस्तै गीत गाउँदै हिँड्ने क्रममा अब स्टेजतिर फ्यानहरू पहिला त होइन धेरै हुन्थ्यो, अनि त्यो कुनै रोचक घटना छ कोही फ्यानहरूसँग केही त्यस्तो? अनि त्यस्तो त अब विभिन्न ठाउँमा भइ नै रहेको हुन्छ होइन। प्रोग्राममा सुरुमा त अब एकदमै भनौँ न, अब गीतहरू ठ्याक्कै पपुलर भएको बेलामा त्यो एउटा खालको त्यो स्टेजमा पनि त्यो अलिकति बलिरहेको हुन्छ, स्टेज पनि धपधप्दै बलिरहेको हुन्छ, त्यो गीतले पनि एउटा माहौल लिएर आउँछ। त्यो बेलामा अब त्यो क्रेज देखिन्छ कि, अब हुन्छ नि त्यो क्रेजमा चाहिँ अब त्यो टाइम पुगिरहेको हुँदैन, वान्स मोर भनिरहनु भएको हुन्छ। अब टाइम छैन भनेर तल झार्दाखेरि त्यो क्रेज, त्यो माहौलले चाहिँ अझ पछाडि ब्याक स्टेज आएर नि भेट्न खोज्ने हुन्छ नि, त्यो त्यस्तो कुराहरू याद आउँछ। अनि अब बनकिचरी आइसकेपछि मैले अब भनौँ न वान्स मोर भनेर नि अब 2-3 चोटि गएको त याद छ, 5-7 चोटि होइन। त्यो गाएरै नसके नि जस्तो कि वान्स मोर हुन्छ नि, त्यस्तो ठ्याक्कै गीत पपुलर भएर जाँदाखेरि त्यस्तो माहौल, त्यो चिजहरू होइन। अब अरू चाहिँ अब माया गर्नुहुन्छ, धेरैजनाले माया गर्नुहुन्छ, विभिन्न म्यासेजहरू आउँछ होइन, प्रतिक्रियाहरू दिनुहुन्छ, यही नै हो खास। त्यस्तो खुसी धेरै छ, तर ठ्याक्कै यही भन्न चाहिँ मलाई आएन यति बेला। अब धेरै खालको हिसाबले चाहिँ माया देखाउनुहुन्छ। अब कति क्रेजी पनि हुन्छ त्यस्तोहरू, अब हुन्छ पक्कै पनि। अब त्यो बिचमा अब हुन्छ नि, आउँछ न आउनु त, अब सबै कुरा खुलाउनु होइन, खुलाउनु मिल्ने पनि होइन त्यो पक्कै पनि। त्यो गीत त्यस्तो भनौँ न, त्यो गीत पपुलर भएर उहाँहरूले चाहिँ एउटा जुन किसिमले त्यो गीतलाई एकदम सुन्नुहुन्छ, त्यो इभन म पनि एउटा श्रोता हो, मलाई पनि लाग्छ कसैले एकदम राम्रो गीत गाउनु भने ओहो एकचोटि बोल्न पाए कस्तो हुन्थ्यो होला होइन, भेट्न पाए कस्तो हुन्थ्यो लाग्छ नि। त्यस्तो मैले पनि अब एज अ सिङ्गर उहाँहरूले चाहिँ त्यो फोन गर्नुहुन्छ होइन, भेट्न खोज्नुहुन्छ, त्यो सबै कुराहरू चाहिँ त्यो एउटा माया हो भन्ने कुरामा चाहिँ मैले लिन्छु। हुन्छ, म पनि एकदम क्रेजी नै हुन्छ नि, कसैको कला देखेर के डान्स गीत धेरै सुन्ने एकदम होइन, प्रभावित भइन्छ। अनि त्यसपछि त्यसको भनौँ न, त्यसलाई एउटा कलाकारसँगको सामिप्यता अथवा बोलेर होइन, एउटा म्यासेजबाट पनि एउटा रेस्पोन्स, सानो रेस्पोन्स आयो भने पनि धेरै खुसी हुनुहुन्छ, खुसी मिल्छ नि होइन, खुसी मिल्छ। त्यो मलाई पनि एज अ श्रोता मिल्छ, र मेरो गीत सुनेर आउने श्रोताहरू पनि हुनुहुन्छ। हामी चाहिँ अब सर्ट सेगमेन्ट्सतिर जाँदैछौँ थोरै, त्यसले चाहिँ तपाईँको पर्सनालिटीलाई पनि देखाइन्छ होइन। बोलिराख्दाखेरि सुनिराख्दाखेरि अलिक बोर हुने रहेछ होइन। थोरै तपाईँ चाहिँ कस्तो खालको व्यक्ति हुनुहुन्छ?
म त्यही हो अब डेडिकेटेड अब भनौँ न 20 वर्ष भइसक्यो अझै पनि म्युजिकमा केही गर्नुपर्छ भनेर लागिरहेको छु होइन अझै पनि मेरो प्रयास बाँकी नै छ गर्नै बाँकी छ एउटा मान्छेले अब विभिन्न चेन्ज गर्ला प्रोफेसन के गर्ला तर मैले आफूले गरिरहेको चिजमा त्यसैबाट चाहिँ मैले गरेर देखाउनुपर्छ अथवा मैले प्राप्त गर्न खोजेको कुरा मैले चाहिँ अझै हार्डवर्क गर्नुपर्छ भनेर लागिरहने एउटा निरन्तरता खोजिरहने मान्छे जे कुरामा पनि मलाई चाहिँ एउटा निरन्तरता चाहिँ मनपर्छ त्यो डेडिकेटेड भन्नु लाग्छ र अरू हिसाबले चाहिँ म एउटा नर्मल अरू बेलामा चाहिँ एकदमै नर्मल व्यक्ति हो एकदम सकेसम्म नर्मल हुन मन लाग्छ कि जिरो एटिट्युड भन्छन् एकदमै त्यो भएपछि आनन्द हो कि त्यो अलिकति बोकेर हिँड्यो भने त्यो भारहरू किन बोक्ने होइन त्यो आफू चाहिँ नर्मल हुने आफ्नो काम गर्ने जस्तो लाग्छ मलाई कति राम्रो विचार अनि सङ्गीत के हो तपाईँको विचारमा चाहिँ सङ्गीत त मेरो लागि अब सम्पूर्ण जीवनको अभिन्न पार्ट हो होइन जसले अब म अहिलेसम्म यो यात्रामा छु त्यो सङ्गीतकै कारणले छु र जे जति भइरहेको छ सबै सङ्गीतकै कारणले सङ्गीतले नै यहाँसम्म छ सङ्गीतकै कारणले भइरहेको छ मेरो लागि सम्पूर्ण चिज सङ्गीत हो तपाईँको मनपर्ने ठाउँ मनपर्ने ठाउँ भने टिपिकल एउटै भन्ने त छैन अब देश विदेश अब स्वदेशमा पनि होइन धेरै ठाउँहरू गइएको छ अब सबैको आफ्नो ब्युटी छ नेपालको अब हरियाली डाँडाहरू यिनीहरूलाई कसैले जित्न सक्दैन त्यही हो अलिकति यही भन्दा पनि नेपालका भनौँ न विभिन्न अब त्यो ठाउँहरू छन् अब त्यो मनपर्छ सबै राम्रै लाग्छ ट्राभल गर्दाखेरि अब पूर्वका डाँडाहरू चियाबारीको डाँडाहरूदेखि लिएर पश्चिमको होइन ठाउँहरू एकदम अलङ्कटार अग्ला अग्ला त्यो हुन्छ नि बाटो भएर जानुपर्ने ठाउँहरू त्यो सबै हेर्दाखेरि यो एकदम ब्युटी लाग्छ नेपालको विभिन्न ठाउँहरू एकदम रमाइलो लाग्छ मलाई तराईको त्यो समथर ठाउँमा होइन त्यो खेतीहरू त्यो हेर्दा पनि रमाइलो लाग्छ सबै आनन्द लाग्छ मलाई एउटा टिपिकल त्यही हो एउटै भन्ने चाहिँ छैन म अझै भ्रमण गर्न बाँकी नै छ विश्वको कुनै कुनै ठाउँहरू होइन लगभग अब युरोपतिर पनि सबै गइसकेको छु अस्ट्रेलिया यताउता देखाएको छु अब त्यही हो म आफू एउटा नर्मल स्वभाव भएको कारण मलाई नेचुरल चिजहरू मनपर्छ होइन नेचुरल चिजहरू नेपालमै प्रशस्त छ कि त्यो कारणले यहीँको ब्युटी मनपर्छ मलाई गाउँमै हुर्किनु भयो होला तपाईँ म लगभग गाउँमै हो मेरो जन्मस्थान चाहिँ चापाकोट हो होइन अनि त्यसपछि म बुवाको सरकारी जागिर थियो त्यस कारणले म विभिन्न ठाउँमा काठमाडौँमा पनि पढेँ पोखरा पनि पढेँ अनि पछि चाहिँ म क्लास 2बाट चाहिँ मामा घरमा वालिङ सेङ्जामा पढेँ अनि त्यो विभिन्न ठाउँको भ्रमण चाहिँ सानैबाट हुन्थ्यो होइन तर गाउँठाउँको परिवेश पनि थाहा छ सबै कुराहरू थाहा छ सबै मिक्सम्याक्स छ ममा त्यो सबै बुझ्नुहुन्छ त्यसो सबै वातावरण त्यही कारणले जहाँ पनि एडजस्ट हुन सक्ने खालको चाहिँ स्वभाव छ मेरो त्यति त धेरै राम्रो अब तपाईँको आइडल सिङ्गर कोही हुनुहुन्छ आइडल सिङ्गर अघि पनि मैले मेन्सन गरेँ नारायण गोपालज्यू भक्तराज आचार्यज्यू त्यही सुन्दै हुर्किनु भयो होला होइन र उहाँहरू सुरुवातको आइडल हो त्यो सधैँ लाइफ टाइम नै हुनुहुन्छ तर अर्को कुरा भन्नुपर्दाखेरि जस्तो बलिउडको सिङ्गरहरूलाई पनि फलो गर्छु अब हलिउडको मैले इन्टरभ्यूहरू सबै सुनिरहेको हुन्छु सबैको केही न केही राम्रो पक्षहरू चाहिँ मैले चाहिँ केलाइरहेको हुन्छु लिइरहेको हुन्छु त्यस्तै लाग्छ होइन गुलाम अली साहबको अब त्यो क्लासिकलमा त्यो उहाँहरूको हरिहरन उहाँहरूको चाहिँ सुनिन्छ अब हामीले मैले अब आफूले लाइट गीत सङ्ग गाएँ भने पनि मैले आफूले चाहिँ एउटा नलेजको लागि पनि अब सुनिरहेको हुन्छु सबै खालको गीतहरू त्यही नै अब फेरि यो चाहिँ चुज गर्नुपर्ने हुन्छ दिस अर द्याट छ होइन प्रयास गर्छु अब होइन नर्मल हो यो तपाईँलाई लाइभ स्टेज कि रेकर्डिङ स्टुडियो लाइभ स्टेज रेकर्डिङ झन् भ्यालुएबल हो उनीहरूलाई होइन किनभने त्यहीँ रेकर्ड गरेको चिजले चाहिँ संसारभरि त्यो गीत पुग्छ चिनाउँछ तर लाइभको एउटा चाहिँ मर्म अर्कै छ त्यो लाइभ यो दुइटामा छान्ने कुरा त होइन तर लाइभ दुइटै हो दुइटामा चाहिँ लाइभ हो ठिक छ गिटार कि हार्मोनियम मैले हार्मोनियम बजाउँछु त्यो भएर हार्मोनियम गिटार पनि फेरि बेस्ट बाजा चाहिँ गिटार पनि हो तर मैले हार्मोनियम बजाउनु भएर अहिलेलाई चाहिँ हार्मोनियम तर अब गिटारमा पनि कम्पोजहरू त भइरहेको हुन्छ होइन त्यो त एकदमै बेस्ट नै छ लभ सङ कि स्याड सङ तपाईँलाई यति बेला भन्दा लभ सङ भाइरल सङ कि सदाबहार सङ सदाबहार सङ
गाउँ कि सहर? गाउँ, तर बाध्यताले सहरमा बस्नुपर्छ। अझै बाध्यताले अझै विदेशमा पनि हुनुहुन्छ साथीहरू होइन। यो बाध्यता हो, तर गाउँ जस्तो बेस्ट त हुँदैन बाहिर। मर्निङ कि नाइट तपाईँ? नाइट। मर्निङमा भन्दा नाइटमा सक्रिय हुन्छ। म जस्तो 12-1 बजीसम्म बस्न सक्ने, बिहान चाहिँ उठ्न नसक्ने। कामहरू गर्दाखेरि पनि राति बरु एकदम खट्न सक्छु। हुन्छ नि कोही चाहिँ राति अब झ्याप्प निद्रा लाग्ने सुतिहाल्ने हुन्छ। म चाहिँ राति सक्रिय भएर जति पनि काम गर्न सक्छु। बिहान चाहिँ बरु ढिलासम्म त्यो पाएपछि मलाई नाइट। ठिक छ। एकान्त कि भिड तपाईँलाई? एकान्त। भिड भने कहिलेकाहीँ अब एकान्त मात्रै पनि अब जिन्दगी होइन, भिड पनि चाहिन्छ होइन। हजुर। भिड क्षणिक एकैछिन, तर एकान्त लङ टर्म भनेपछि एकान्त। प्राय खुसी हुने त एकान्तमै भयो होइन? प्राय अब एकान्त नै ठिक हो खासमा। चिया कि कफी? चिया मेरो लागि चाहिँ। नास्तिक कि आस्तिक तपाईँ? म आस्तिक। आस्तिक। एउटा आस्था भएन भने त्यो जिन्दगीको त्यो हुन्छ नि ब्युटी हराउँछ जस्तो लाग्छ। एउटा मान्छे केही आस्था भयो भने रेस्पेक्ट रहिरहेको हुन्छ, समाज पनि राम्रो हुन्छ होइन। अनुशासन हुन्छ, सबै कुराहरू आस्तिकताभित्र नै रहेको हुन्छ। चाहे त्यो आफूले के मानौँ होइन, त्यो मानेको चिजले चाहिँ डिसिप्लिन दिने हो समाजमा। त्यो कारणले आस्तिक विश्वास भनौँ न होइन। अल्कोहल कि जुस? जुस। अल्कोहल पिउनु न कहिले? होइन, कहिले कुनै पहिला त्यो हुन्छ नि सुरुवातमा यो ठिकै हो जस्तो लाग्ने थियो। अब तर त्यो अहिले चाहिँ छैन। कतिपय चाहिँ अब गीत सङ्गीतमा रम्ने मान्छेहरू चाहिँ क्रिएसनहरू चाहिँ अझ त्यो होइन यसको लागेपछि एकदम गलत कुरा त्यस्तो खासमा। त्यो चाहिँ अब कस्तो भने अब भनौँ न मान्छेहरू झट्ट भेट्दाखेरि झट्ट मान्छे इन्ट्रोडक्सन गरेर त्यो घुलमिल हुनलाई चाहिँ कैयौँ दिन लाग्छ होइन। त्यो बाट चाहिँ एकैछिनमै घुलमिल हुन्छ होइन। त्यसले अलिकति इन्टरटेन दिन्छ भन्ने कुरा हो। टेम्पोररी जस्तो भएन त्यो एकदम टेम्पोररी। एउटा लास्ट तपाईँलाई सोध्नु, जस्तै एउटा कुशल सिङ्गर हुन उसमा के विशेषता चाहिन्छ? कुशल सिङ्गर हुनलाई चाहिँ त्यही हो। फर्स्टमा चाहिँ अब नेचुरल्ली ट्यालेन्टेड हुनु पर्यो। अब नेचुरल गड गिफ्ट एकदमै इम्पोर्टेन्ट भयो होइन फर्स्टमा। त्यसपछि चाहिँ साधना, त्यसलाई चाहिँ अब भनौँ न निखारता ल्याउनको लागि निरन्तर साधना। त्यसपछि अब डिसिप्लिन पनि हो। हामीले हेर्दाखेरि गीत गाउने मान्छे होइन भन्ने सोचिन्छ, यो पनि एउटा अध्ययन हो होइन। यसको अध्ययन निरन्तरता राखिरहने र अपडेटमा रहने कि जस्तो अहिलेको जेनेरेसन वाइज अब गीतहरू नयाँ आइरहेछ भने त्यसमा चाहिँ अपडेट गर्ने एकदम जरुरी छ। जस्तै अब तपाईँले गड गिफ्टको कुरा गर्नुभयो होइन, कतिको त गाउन मन लाग्छ गड गिफ्ट हुँदैन, त्यसलाई रियाज गरेर वर्ष रियाज गरेर निकाल्न सकिन्छ त आवाज कसैको? होइन, त्यो प्रपर अब त्यो घाँटीको नेचर हेरेर केही खालको कम्पोजिसनहरू चाहिँ सुट होला। तर अब कैयौँ गीतहरू गाउनलाई अब त्यो चाहिँ अलिकति सम्भव नहोला। तर केही त्यो घाँटीको नेचर अनुसार कम्पोज गरेर भनौँ न हल्का चल्न सक्ने चाहिँ हुनु पर्यो होइन। हामीले देखिरहेको हुन्छ नि अब हिरोहरूले पनि गाइरहेको हुन्छ नि, जस्तो यति गाउँदाखेरि राम्रो सुनिरहेको हुँदैन तर फिल्ममा गाइरहेको त्यो रेकर्डै गरेर गाउनुहुन्छ नि, अटो ट्युनको बढी प्रयोग गरेर। त्यो आफ्नो घाँटीको नेचर अनुसारको चाहिँ कहिलेकाहीँ रहरले गाउँदा त भयो, तर नेचुरल्ली गिफ्टेड चाहिँ हुनैपर्छ होइन। गाउन त मलाई नि मन लाग्छ कि भनेपछि पहिलादेखि गाउँतिर म गाउँदै हिँड्थेँ भनेपछि मसँग चाहिँ छैन आवाज जस्तो चाहिँ लाग्थ्यो, तर होइन रहेछ त्यो रहेछ अलिअलि। सुनाउनु भयो भने चाहिँ थाहा हुन्छ फेरि कस्तो राम्रै चिज गाउनुहुन्छ भने त त्यसलाई त फेरि रेकर्ड गरेर बजारमा ल्यायो भने फेरि धेरै च्यानल मन पराइहाल्नुहुन्छ होइन। रेकर्ड गरेर सुनाउँछु तपाईँलाई एकदम छिटो सुन्न पाइयोस्। ठिक छ। अब हामी पहिला गीत तपाईँको त्यो दुईवटा गीत गाऊँ, त्यसपछि चाहिँ एन्डिङ गरौँ। दुइटै मनपर्छ है मलाई चाहिँ। मैले सुनाउँछु भर्खरै आएको रुनु रुवायो चित्तै दुखायो, मेरो बोली सुन्दा 2 सुनाउँछु। मृणाल शिशिरको शब्द, नरहरी प्रेमीदाको सङ्गीत, मेरो बोली सुन्दा 2 रुनु रुवायो सुनाउँछु।
रुनु रुवायो चित्तै दुखायो सबको सामु मेरो खिल्ली उडायो आज फेरि के चाहियो र तिमीलाई आज फेरि के चाहियो र तिमीलाई मेरै सामु आई झोली फिजायो मेरै सामु आई झोली फिजायो मेरै सामु आई झोली फिजायो रुनु रुवायो चित्तै दुखायो। थ्याङ्क यू। कस्तो मिठो सुनिरह जस्तै गीत चाहिँ। अनि अर्को सानो माया होइन? अर्को सानो माया हाम्रो अत्यन्तै लोकप्रिय वरिष्ठ सङ्गीतकार आलोक श्रीज्यूको शब्द सङ्गीत सपनी राउन्डदेखि सुनाउन चाहन्छु। सानो माया सपनी राम्रो देखिन विपनीमा भेटिन सपनी राम्रो देखिन विपनीमा भेटिन कसले के सुनाइदियो सानो माया सानो माया सानो माया सानो माया नभइदेऊ धेरै टाढा सानो माया। थ्याङ्क यू। कति मिठो गीत। यिनीहरू चाहिँ आनन्द होइन बेलुकातिर क्या अझ राति सुन्नुपर्छ आनन्द आउँछ क्या त्यो मेलोडियस भोइसहरू एकदमै। त्यो एउटा सदाबहार गीतको रूपमा सबैजनाले मन पराउनु भएको छ होइन। 2066 सालको काम अब अहिलेसम्म पनि अब भनौँ न सुन्दा सुनाउँदाखेरि मिठो होइन एकदम मन पराउनुहुन्छ त्यो एउटा चाहिँ राम्रो गीत बनेछ भन्ने जहिले पनि लाग्छ। जहिले सुन्दा नि त्यो राम्रै लागिरहने गीतहरू कि यिनीहरू पहिलादेखि नै सदाबहार। हजुर अब हामी गीत सुनेरै हुर्केको भएर होला सायद। एकदमै मिठो लाग्यो। अनि तपाईँलाई केही छुटफुट भयो जस्तो लागेको छ? हुन त कुरा जति गरे कति नपुगे जस्तो फिल चाहिँ होइन। ठिक छ अब यही नै हो। अब अहिलेको पछिल्लो अब साङ्गीतिक यात्राको बारेमा त अब कुरा गरि नै रहेको हुन्छ। पछिल्लो समयको अपडेट हो खासमा होइन। हजुर चलन चल्तीमा भन्ने गीत छ, म त्यो पनि एक लाइन सुनाउँछु। मन होइन रूप हेर्ने गर्छन् आज भोलि रूपसँगै धन भए मिल्छन् दुवै टोली। मन होइन रूप हेर्ने गर्छन् आज भोलि रूपसँगै धन भए मिल्छन् दुवै टोली। यस्तै छ चलन चल्तीमा हे माया पाउन गाह्रो छैन पैसा भए खल्तीमा हे माया पाउन गाह्रो छैन पैसा भए खल्तीमा। यो चलन चल्तीमा यो पनि नयाँ गीत हो। रिलिज भइसक्यो त? रिलिज भइसक्यो, युट्युबमा आइसक्यो होला। हजुर विकल्प क्रिएसन युट्युब च्यानलमै छ यो पनि। भनेपछि अहिले नयाँ गीतहरू भनौँ न धेरै आइसकेर अर्को चाहिँ सोल्टिनी भन्ने गीत छ जस अहिले चाहिँ अब मैले के भन्न चाहन्छु भन्दाखेरि अब गीतहरू आइरहेको छ। अब रूपक डोटेल तपाईँले चाहिँ टाइप गरेर अहिलेको पछिल्लो अपडेटहरू हेर्नु होला, समय फुर्सद मिलाएर भन्न चाहन्छु। माया गरिदिनु होला होइन उहाँहरूको। तपाईँको फेरि यस्तै गीतहरू चाहिँ हामीले पछिसम्म सधैँ सुनिरहन पाऊँ होइन। तपाईँलाई बेस्ट विसेस फेरि पनि एकदम ब्याक टु ब्याक होइन, किनकि यो आवाज चाहिँ सधैँ सुनिरहनु पाऊँ। थ्याङ्क यू सो मच। थ्याङ्क यू हजुर। थ्याङ्क यू सो मच आइदिनु भयो तपाईँलाई धेरै धेरै थ्याङ्क यू। धन्यवाद हजुरलाई र सम्पूर्ण इन्टायर टिम है। आजको एकदम रमाइलो लाग्यो मलाई, गीतहरू नि सुनाउनु पाएँ अनि गफगाफ पनि भयो, रमाइलो लाग्यो। यसको लागि थ्याङ्क यू। थ्याङ्क यू। फेरि पछि पनि भेटौँला फेरि यस्तै। थ्याङ्क यू।